खेतबारीमा काम गर्न सक्दिनँ। बुढीलाई यसो जान यसो अलिअलि मकै गोड भनेर पठाइदिन्छु। अब आफू घरमा जुठो भाँडा गर्नु पऱ्यो, के गर्नु, भात पकाइदिनु पऱ्यो। अब एउटा काम त गर्नै पऱ्यो नि। घरमा भात सेलाइसक्यो, मकै गर्नु र जान्छु भन्थे, कहाँ गयो यो के गर्नु हेर्छ है। भाँडा माझेर भात पकाएर सुहानी भएकै होला भनेर बारीमा आएको त सुहानीले मकै गोडी भनेको त सुहानी त मोबाइल खेलाएर पो बसेको छ बारीमा। पल्लो घरमा वाइफाई छ, हाम्रो वान जोडिदिनु पऱ्यो नि त। अनि बसेर भात पकाउँछु, नभए त मकै गोड्न न्यु गरेर आइहाल्नुपर्छ नि। वाइफाई जोडे त सबै थोक हुने, वाइफाई नजोडे के पनि नहुने। ठगेर बस। खेतबारीमा काम गर्न सक्दिनँ। बुढीलाई यसो जान यसो अलिअलि मकै गोड भनेर पठाइदिन्छु। अब आफू घरमा जुठो भाँडा गर्नु पऱ्यो, के गर्नु, भात पकाइदिनु पऱ्यो। अब एउटा काम त गर्नै पऱ्यो नि। घरमा भात सेलाइसक्यो, मकै गर्नु र जान्छु भन्थे, कहाँ गयो यो के गर्नु हेर्छ है। भाँडा माझेर भात पकाएर सुहानी भएकै होला भनेर बारीमा आएको त सुहानीले मकै गोडी भनेको त सुहानी त मोबाइल खेलाएर पो बसेको छ बारीमा। पल्लो घरमा वाइफाई छ, हाम्रो वान जोडिदिनु पऱ्यो नि त। अनि बसेर भात पकाउँछु, नभए त मकै गोड्न न्यु गरेर आइहाल्नुपर्छ नि। वाइफाई जोडे त सबै थोक हुने, वाइफाई नजोडे के पनि नहुने। ठगेर बस।